हेलो एभ्रिवान, म डिजिटल कन्टेन्ट क्रिएटर निरज जोली। तपाईँले देख्न सक्नुभयो किन्ने होइन त डट बाइक 10,000 देखि 8,000 छ। यो डट बाइकहरू तपाईँले मेरो व्हाट्सएप नम्बरमा तपाईँले पैसा सेन्ड गर्न सक्नुहुन्छ किस्ताबन्दीमा हो। यस्ता विविध किसिमकाहरू अहिले कन्टेन्टहरू भिडियो भाइरल भइरहेछ टिकटकमा, सामाजिक सञ्जाल फेसबुकमा र युट्युबको सर्ट्समा पनि। र तपाईँहरू ठुलो स्क्याममा पर्दै हुनुहुन्छ। विगत 6 वर्षदेखि म साइकल भिडियो बनाइरहेको छु, स्कुटरको भिडियो बनाइरहेको छु। 10,000 15,000मा कुनै किसिमका इलेक्ट्रिक डट बाइकहरू पाउँदैन। यो सरासर स्क्याम हो। तपाईँलाई व्हाट्सएप नम्बर दिएको हुन्छ, त्यसमा तपाईँ पैसा हाल्नुहुन्छ अथवा किस्ताबन्दीमा पैसा हाल्नुहुन्छ, तपाईँ आफ्नो पैसा गुमाउनुहुन्छ। किनभने मिनिमल साइकलको दामै 15-20 हजार पर्छ। कसरी तपाईँ इलेक्ट्रिक डट बाइक 10,000 5,000 या 8,000मा पनि लिन सक्नुहुन्छ। यो सरासर गलत हो। यस्तो स्क्यामबाट तपाईँ बस्नुपर्छ। किनभने प्रत्येक भिडियोमा तपाईँले विचार गर्नुहुन्छ, त्यो भिडियोभित्र बाहिरको विदेशी नागरिक देखाएको हुन्छ, विदेशी नागरिकले चलाएको इलेक्ट्रिक डट बाइक देखिन्छ, त्यहाँ कुनै नेपालको ल्यान्डलाइन नम्बर हुँदैन। त्यसैले यस्ता स्किमदेखि तपाईँ बस्नुहोस् र 10,000 15,000 या 8,000मा कुनै पनि इलेक्ट्रिक डट लिने सपनाबाट तपाईँ टाढा रहनुहोस्। र यो जानकारीमूलक भिडियो तपाईँका साथी, तपाईँका परिवारलाई पनि सेयर गर्नुहोस्, सक्दो सेयर गर्नुहोस्, जसले गर्दाखेरि तपाईँ यो ठुलो ठगी या स्क्यामबाट बच्नुहुनेछ।